बिमला दबडीले हालेको रोटी यस्तो धेरै सिप छ। ल काटी तले पुरा खाइले रे बना आको दे सेलरोटीको तयारीको लागि यो मिक्सरमा चाहिँ बिमली मैले पिठे रेडी गरे मैले घुमा के भन न अहिले यो के पाके थियो म फेरि म पकाउँछु के किन भन्न अडिदो रहन्छ राम्रो भए छैन ठिकै छ हात चाहिँ एकदम चोखै हुनुपर्ने पाइने त्यसमा चाहिँ भएन रोटी हाल्यो होला है हाम्रो गणेश दबाडीले हाल्नु भएको कस्तो पानी भरेर को काली खान्छ चाहिँ कसैको घरमा बिहेमा व्रतबन्धमा कुनै कार्यक्रममा भाडा मान्ने मान्छे चाहिएको छ भने एकदम छिटो सम्पर्क गर्नु होला। तिहारको लागि मम्मीले पठाउनु भएको माला सयपत्रीको उन्दैछौँ मखमलीको चाहिँ उनिसक्यौँ। तिहारको लागि यो अम्बा धेरै कसैले घरबाट आएको थियो त्यसमा बुवाले विदेशबाट हाम्रो लागि पठाइदिनु भएको तिहारको कोसेली तल राखेर कि गाईको लागि तल होइन क्या तल तल हो गाईको लागि साह्रै ठुलो छ भाग्यमानी छस् त्यो वर्षमा ठुलो सरकारी जागिरमा जसरी नि हामी शान्तिको कुरामा ठिक छ अनि यो त त्यस्तो भएको छैन क्वालिटीको भिडियो आउनु पर्यो है गान्धी दाइ क्वालिटी त बढाइदियो नि यो रोनु दाइ साह्रै नै भन क्या दाइ थोरै लिँदा आउँछ के त्यो चोका हुन्छ अर्को भन अर्को हे एक्लो छोरो केही वचनलाई नाउ त्यही भएर त माथेको चाल पाइन फोटो भएको ल ल धर्केटीका गलामा माला हाम्रो तिहार रमाइलो यसपाला झिलिमिली पर्वती हारा सप्तरङ्गी टिकालाई सँगै दिदी भाइ सप्तरङ्गी टिकालाई सँगै दिदी भाइ जताततै घमाइलो तिहार रमाइलो बस नजदियो साइले नि हल्का कमर दाइको जीवन हुँदैन फिका बहिनी तिमीले लाइदियो भाइ टिका दाइको जीवन हुँदैन फिका बहिनी तिमीले लाइदियो भाइ टिका दाइको जीवन हुँदैन फिका बहिनी तिमीले लाइदियो भाइ टिका
What?